नमस्कार। सरकार टाइम्समा तपाईलाई स्वागत छ। म नवीन अधिकारी। सिन्धुलीको तीनपाटन गाउँपालिकामा घटेको एक महिलाको रहस्यमय हत्या प्रकरणमा प्रहरीले 2 जना अभियुक्तलाई पक्राउ गरेको छ। 2082 साल कार्तिक 17 गते दिउँसो करिब 12 बजे सिन्धुलीको तीनपाटन गाउँपालिका 2 पहिरेकी 40 वर्षीय छत्रकुमारी कार्की थापा हराएकी थिइन्। त्यसपछि आफन्त तिलक बहादुर लकाईले 2082 कार्तिक 18 गते इलाका प्रहरी कार्यालय बेलघारीमा उनको खोजतलासका लागि निवेदन दिएका थिए। कार्तिक 21 गते दिउँसो तीनपाटन गाउँपालिका 1 सिसौ घारीमा घाँटीमा सल कसेको अवस्थामा शङ्कास्पद एक महिलाको शव फेला पर्यो। परिवारका सदस्यले त्यस शवको पहिचान हराएकी छत्रकुमारी कार्की थापा नै भएको पुष्टि गरे। विवश अवस्थामा फेला परेको शव घटनास्थलको मुचुल्का र प्रारम्भिक अनुसन्धानपछि शवलाई पोस्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याइयो। शव परीक्षण प्रतिवेदनमा छत्रकुमारीको मृत्यु घाँटी थिचिएको कारण भएको उल्लेख गरिएको छ। यस घटनापछि प्रहरीले मानवीय र प्राविधिक दुवै माध्यमबाट विस्तृत अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा सिन्धुलीको दुधौली नगरपालिका 13 का 31 वर्षका सूरज भनिने सूर्यबहादुर कामी मुख्य अभियुक्तको रूपमा प्रहरीले पहिचान गर्छ। घटनापछि भागेका सूर्यबहादुरलाई प्रहरीले दाङको लमही नगरपालिका 5 बस पार्क क्षेत्रबाट पक्राउ गर्यो। सूर्यबहादुरले छत्रकुमारीको हत्या गरेको स्वीकार गरेका छन्। मिति 2082 7 17 गते 12 बजेको समयमा जिल्ला सिन्धुली तीनपाटन गाउँपालिका वार्ड नम्बर 2 बस्ने लोकबहादुर थापाको बुहारी मैनाबहादुर थापाको श्रीमती 45 छत्रकुमारी थापा हराएको भन्ने सूचना चाहिँ 18 गते इलाका प्रहरी कार्यालय बेलबारीमा प्राप्त भएको थियो। सो निवेदन पश्चात हामीले खोजतलासको क्रमलाई जारी राखेका थियौँ। त्यसै क्रममा मिति 82 7 21 गते अन्दाजी 12 बजेको समयमा सिन्धुलीको तीनपाटन गाउँपालिका वार्ड नम्बर 1 स्थित यो सिसौ घारीमा एकजना महिला मृत अवस्थामा फेला परेको छ भन्ने सूचना प्राप्त भए पश्चात प्रहरी घटनास्थलमा गएको थियो। घटनास्थलमा वरपरका मानिसहरूलाई बोलाइ उक्त मृतक लास कसको भन्ने सन्दर्भमा शनाखत गराउने क्रममा चाहिँ त्यही 17 गते हराएको छत्रकुमारी कार्कीको लास हो भन्ने कुरा जानकारी प्राप्त भयो र उक्त लासलाई हामीले घटनास्थल जाँच लगायतका सम्पूर्ण प्रक्रिया सकेर पोस्टमार्टमको लागि चाहिँ सिन्धुली जिल्ला अस्पतालमा पठाइएको थियो। यो 24 गतेको शव परीक्षण अनुसार उक्त लासको मृत्युको कारण चाहिँ स्ट्राङ्गुलेसन घाँटी थिचेर हत्या गरिएको भन्ने कुरा डाक्टरको यो लास जाँच प्रतिवेदनमा शव परीक्षण प्रतिवेदनमा प्राप्त भएको अवस्था थियो। जिल्ला सिन्धुली दुधौली नगरपालिका वार्ड 13 बस्ने वर्ष 31 को सूरज भन्ने सूर्यबहादुर कामीलाई यो दाङबाट हामीले समातेको अवस्था छ। दाङको बस पार्कबाट चाहिँ घटना पश्चात भागेको अवस्था थियो। दाङको बस पार्कबाट हामीले समातेर ल्यायौँ र प्रारम्भिक सोधपुछको क्रममा उनले उक्त घटनाको सन्दर्भमा आफूले घटना घटाएको भन्ने कुरा स्वीकार गरेको अवस्था छ। घटनामा संलग्न रहेको आरोपमा सूर्यबहादुरका भान्जा दुधौली नगरपालिका 13 का 20 वर्षका निरन भन्ने टङ्कबहादुर कामीलाई पनि प्रहरीले 2082 कार्तिक 26 गते दुधौली नगरपालिका 9 बाट नियन्त्रणमा लिएको छ। अनुसन्धानको क्रममा मृतकले प्रयोग गर्ने मोबाइल सूर्यबहादुरले फ्याँकेको स्थानबाट प्रहरीले 2082 कार्तिक 26 गते बरामद गरेको छ। प्रहरीले दिएको जानकारी अनुसार सूर्यबहादुर पहिले पनि एक आपराधिक मुद्दामा मुछिएका व्यक्ति हुन्। उनीमाथि 2079 मुङ्सिर 18 गते 16 वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको कसुरमा समेत कसुरदार रहेकोमा सिन्धुली जिल्ला अदालतमा मुद्दा दायर भई पूर्वपक्षको लागि थुनामा गएकोमा 2080 असार 22 गते अदालतबाट सफाई पाएको मुद्दाको अभिलेखबाट देखिन्छ। हाल पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। महिलाको विवश हत्याले स्थानीयलाई स्तब्ध बनाएको छ। छत्रकुमारीको हत्या हुनुको कारण यस्तो छ। दर्शकबिन हिँडुल गर्ने क्रममा छत्रकुमारी र सूर्यबहादुरको भेट हुन्छ। त्यो भेटमा सामान्य बोलचाल पनि हुन्छ। प्रहरीका अनुसार त्यतिकैमा दुवैजनाको मोबाइल नम्बर आदान प्रदान पनि हुन्छ। समय समयमा मोबाइलमा उनीहरूबीच कुराकानी हुने र सूर्यबहादुरले छत्रकुमारीलाई आवश्यक पर्दा आर्थिक सहयोग गर्ने गरेको देखिएको छ। यस्ता घटनाक्रमले सूर्यबहादुरको प्रेमजालमा छत्रकुमारी परेको देखिन्छ। तर सूर्यबहादुर दोस्रो विवाहपछि काठमाडौँमा बस्ने गर्दथे।
एक दिन छत्रकुमारीले सूर्यबहादुरको मोबाइलमा फोन गर्छिन्। त्यो फोन सूर्यबहादुरले नउठाई उनकी दोस्रो श्रीमती फोन उठाउँछिन्। त्यही फोनमा दुवै महिलाबीच भनाभन हुन्छ अनि सूर्यबहादुरलाई छत्रकुमारीले अर्कोसँग बिहे गरेर बसेको, मलाई पैसा नपठाएको, अब तँलाई बलात्कार गरेको भनी मुद्दा दिन्छु भन्छन्। त्यही फोन संवादले छत्रकुमारीको हत्या गर्ने न्यु बन्छ। त्यसपछि सूर्यबहादुर छत्रकुमारीको हत्या गर्ने योजनासहित काठमाडौँबाट बर्दिवास गएर बस्छन्। त्यसपछि 2082 कार्तिक 17 गते बिहान 7 बजे बर्दिवासबाट सिन्धुली हिँड्छन् र उनी बेलघारी पुग्छन्। सूर्यबहादुरले छत्रकुमारीलाई दिउँसो फोन गर्छन्। सूर्यबहादुरले फोनमा बोलाए, लुगा ल्याइदिएको छु भन्दै छत्रकुमारीले पनि शङ्का नगरी विश्वास गरिन्। तर उनलाई थाहा थिएन सिसौखाली पुग्ने त्यो बाटो उनको जीवनको अन्तिम यात्रा बन्नेछ भन्ने कुरा। भेट्ने बहानामा बोलाइयो, तर भेट प्रेमको थिएन, मृत्युको थियो। सूर्यबहादुरको योजनामा सास स्थिर भयो र एउटा निर्दोष जीवन विश्वासघातको चक्रव्यूहमा समाप्त भयो। दर्शकवृन्द, छत्रकुमारी गइन्, 3 सन्तानको काख खोसियो, परिवारको सहारा लुटियो, विश्वासघातले उज्यालो जीवन अन्धकार बनाइदियो। हामी कामना गर्छौं यस्ता अपराधीले भोलि सफाई नपाउन् र कुनै निर्दोष जीवनको विभत्स हत्या फेरि नहोस्। न्याय चेतना, मानवता बचाउन हामी सबैले आवाज उठाउनुपर्छ। आजलाई यति भन्छौं।